हेलो नमस्ते। आज चाहिँ म मेरीगोल्डमा आइसकेको छु। आज चाहिँ साथीको यहाँ छोरीको पास्नी छ। मेरो साथीको सतीश तामाङको छोरीको यहाँ पास्नीमा इन्भाइट थियो र म पनि यहाँ आइसकेको छु अङ्कलहरूसँग, दिदीहरूसँग। यहाँ अङ्कल हुनुहुन्छ, यहाँ सबैजना दिदीहरू बहिनीहरूसँग हामी आइसकेको छु म हैन। अब हामी चाहिँ पुरै यहाँ मेरीगोल्डमा आएको छौँ अनि हामी चाहिँ अब यहाँ पुरै आएर सबैजना अब हामी चाहिँ पर बोजूहरू पर हुनुहुँदो रहेछ। हो सतीशको जेठी छोरी कुद्दै आउँदैछ नानु। यता मोमो पनि पकाउँदै हुनुहुँदो रहेछ। यहाँ सेवहरूले यत्रो मोमो, यहाँ वाटरफल, यहाँ बोजूहरू हुनुहुन्छ। बोजूको सम्झना तामाङको छोरीको आज पास्नी यहाँ आन्टी दिदी। हेलो कान्छी छोरीको उहाँको पास्नीमा मम्मी चाहिँ मक्खै हुनुहुन्छ होइन। बोजू चाहिँ सबैजना आउँदै हुनुहुन्छ। क्रम एकदम जारी छ। सबैजना कोही फोटो खिच्नुमा व्यस्त हुनुहुन्छ, कोही भिडियो बनाउनुमा, कोही टिका लाउनुमा। सबैजना आफ्नो मुडमा इन्जोय गरिराख्नु छ। अङ्कलले चाहिँ पैसा खोज्दै टिका लगाएर दिइसक्नु भएको छ। बहिनीहरूले टिका लगाइदिनु लाग्नुभएको छ। यहाँ अङ्कलले पनि अब टिका लगाइदिनुपर्छ भन्ने कुरा गरिदिनुहुन्छ। फोनमा व्यस्त हुनुहुन्छ। यहाँ फोटो खिच्ने भाइले फोटो खिच्नुमा एकदमै उहाँहरू चाहिँ ढक्क साथले बसेर फोटो खिचिदिनु भनेर आग्रह गर्दै भाइले चाहिँ फोटो खिचिदिनु। छोरीको बाबा पनि टक्क साथले बुढो फोटो सेसनमा एकदम बोजू चाहिँ लागिरहेको छ। फोटो खिच्दै जाँदै पालै गरिरहेको छ। सबैले टिका लाउँदा ट्याक्कै मेरो पालो आएछ अनि मैले पनि टिका लगाइदिएँ। दक्षिणा दिएपछि भिडियो खिच्दैनछ बाजेले। ल टिका पनि लगाइयो। अब हामी चाहिँ यतातिर खानुको लागि गयौँ। र यहाँ चाहिँ धेरै आइटम्सहरू, स्न्याकहरू सबै यहाँ चाहिँ पुरै छ है। अनि हामी चाहिँ अब यहाँबाट गम लगेर एक भाँडा थालभरि लगेर पर गएर बसेर गम खाने हो होइन। त्यसपछि सबैजना बसेर गम खाने हो। अनि सबैजना बसेर खाँदै हुनुहुन्छ आफ्नो धुनमा सबैजनाले। अनि त्यसपछि हामी पनि अब खाएर अनि हामी पनि उफ्रिनु, नाच्नु, गाउनु जाने हो। ल हेर्नुहोस् यतातिर। ल अब हामी खाजा खाँदै आनन्द लिइराख्नु भएको छ, इन्जोय गरिराख्नु भएको छ होइन सबैजनाले। बहिनीले चाहिँ पुरा चिसो लिएर दिएर जानुभयो है। अनि हामी चाहिँ यहाँ गम चिसोहरू खानेकुराहरू चाहिँ गम खाएर अनि म चाहिँ भिडियो खिच्नु बाहिर निस्केँ। अनि भिडियो खिच्दै बाजे बोजूकोतिर गएको। बोजू मात्रै हुनुहुँदो रहेछ। बाजे यतातिर उसको साथीहरूसँग पुरै के हो झ्यापमा गयो। यहाँ अङ्कल हुनुहुन्छ, नातिनीको पास्नी। अनि यता यी बाजेको टोली यता छन्, पुरै इन्जोय गर्दैछन्। अनि यता हाम्रो यस्तो के बच्चाले जस्तो आइसक्रिम चुसिराख्नु भएको हो। चिन्नुभयो मलाई नि? नमस्ते नमस्ते हजुर
चिनेछहरू त अघि सोधेको त पुरै छोरीको बाउ अङ्कलहरू पुरा डान्स गर्दैछ होइन पुरा आफ्नोमा बिन्दास तरिकाले दिदी बहिनीहरू अङ्कलहरू आन्टीहरू यहाँ सबजना नाच्दै हुनुहुन्छ मजाले यस्तरी कम्मर भाँची छमछमी नाच्दै एकदमै इन्जोय गरिरहनु भएको छ ल यहाँ छोरीको मम्मी पनि नाच्दै हुनुहुन्छ ल यहाँ बोजू पनि सबैजना एकदमै इन्जोय गरिराख्नु भएको छ ल हेर्नुहोस् छमछम नाच्दै हुनुहुन्छ उहाँहरू ल अङ्कलको आफ्नै पारा छ ल छोरीको बाउको पारा आफ्नै छ दिदीको पारा आफ्नै छ ल आफ्नै तरिकाले नाचिरहेछ ल बोजू पनि आउनुभयो ल ल ल छोरीको मम्मी पनि ल उहाँ पनि नाच्नु लाग्नुभयो ताली पिट्दै हुनुहुन्छ बाउ चाहिँ नाच्दैछ ल फेरि मम्मी पनि नाच्नु थाल्नुभयो ल छोरीको मम्मी पनि ल आङीहरू पनि आउनुभएको रहेछ ल यहाँ अर्को बहिनी पनि आउँदै हुनुहुन्छ नाच्नलाई ल सबजना नाच्नलाई रेडी अङ्कलले ल नाचु नाचु नानीहरू भन्दै हुनुहुन्छ ल सबलाई नाच्नु चाहिँ प्रेरित गर्नुहुँदैछ अङ्कलले होइन ल अङ्कल आफै पनि नाच्दै हुनुहुन्छ ल बोजू पनि नाच्दै हुनुहुन्छ छोरीको मम्मी पनि नाच्दै हुनुहुन्छ ल एकदमै इन्जोय तरिकाले ल बहिनीहरू पनि पुरा लु नाच्नलाई रेडी तम तयार भएर कम्मर मर्काएर नाच्नु थालिसक्नुभयो ल बहिनीहरू पनि ल अङ्कल त झन् के पुरै आमा खतरा ठम ठम नाच्दै हुनुहुन्छ ल नाच्नुपर्छ अङ्कल श्री हो यसरी नै नाच्ने हो नि त बुढेसकालमा शरीर तन्दुरुस्त हुन्छ होइन अङ्कल ल ल ल ल ल बोलाउँदै हुनुहुन्छ उहाँले अङ्कलले ल आन्टी पनि जानुभयो ल सबैजना आऊ भन्दै यहाँ तान्दै हुनुहुन्छ अङ्कलले तर आउनु मान्नु भएन ल ल ल आफै नाच्दै हुनुहुन्छ अङ्कल फेरि पुरै आफ्नै तालमा ल पुरै बहिनीहरूको छेउमा गएर ल नातिनीहरूको छेउमा पुगेर पुरै अङ्कलले डान्स दिन थाल्नुभयो पुरा आन्टीलाई नाच्नु बोलाउँदैछ यहाँ बहिनीले तर आन्टी चाहिँ आउनु भएन होइन तर ठिकै छ केही छैन आफ्नो चोइस हो ल हेर्नु यस्तरी छम नाच्दै हुनुहुन्छ उहाँहरू ल हेर्नु त कम्मर भाँचिएर ल कसले सक्ने होइन नाच्नु त सही सही
नाच्दा है सबैजना गलियो लो अङ्कल आन्टीहरू। अब हामी चाहिँ सबैजना नाचिसकेर हामी चाहिँ अब खाना खानु लाग्दैछौँ है। खाना खानेतिर लो अब हामी चाहिँ खाना खानेतिर छिर्यौँ। अझ हामी खाना खानु लागेछौँ है सबैजना, अङ्कल आन्टी दिदी बहिनीहरू सबजना। ल कति धेरै ल आइटमहरू ल, सब भेराइटी चिकन पनिर मटन। खानासाना पनि खाइयो। अब एक दुईवटा क्याराकुचुक चाहिँ फोटो त खिच्नु पऱ्यो भनेर हामी फोटो खिच्नुतिर लाग्यो। फोटो खिच्यो सबैजनाले, ल बाजेबोजूसँग पनि खिच्यो अनि हामी घरतिर लाग्यो।